गाउँको छेउमा एउटा पुरानो हवेली थियो। त्यहाँ गाउँका मानिसहरू जान डराउँथे। एक लेखक जसको नाम नवीन थियो, ऊ एक्लै बस्न आयो। उनी डर लाग्दा कथाहरू लेख्थे, तर वास्तविक भूतप्रेतमा उनी विश्वास गर्दैन थिए। रात पर्नै लाग्दा नवीन झ्यालको छेउ कुर्सीमा बसेर लेख्दै थिए। एक्कासी झ्यालको पर्दा आफै उड्न थाल्यो। चिसो हावा चल्न थाल्यो। उसले झ्याल बन्द गर्न खोज्यो, तर एक क्षणको लागि उसले झ्याल बाहिर सेतो साडी लपेटेकी युवतीलाई देख्यो। कपाल हावामा उडिरहेको थियो, अनुहार एकदम चम्किरहेको थियो। को हो त्यहाँ? नवीन चिल्लायो, तर जवाफ आएन। रातभर ऊ सुत्न सकेन। मनमा एउटै प्रश्न खेल्न थाल्यो, के त्यो मेरो भ्रम मात्र थियो? भोलिपल्ट बेलुकी जब ऊ गाउँतिर गयो, उसले एकजना बुढा बाजेलाई सोध्यो, यो हवेलीको बारे केही थाहा छ हजुरलाई? बाजेले गहिरो सास फेरे। त्यहाँ एकजना युवतीको आत्मा छ, जसले आफ्नो प्रेमीको प्रतीक्षा गरिरहेको छ। नवीन छक्क पर्यो। उसले त्यो युवती हिजो राति झ्यालमा देखेको थियो। त्यही रात ऊ फेरि त्यही झ्याल छेउ आयो। एक्कासी चिसो हावा चल्न थाल्यो। पछाडिबाट कसैले मन्द स्वरमा भन्यो, तिमी किन यहाँ आएको? नवीन जसम्म भयो ऊ पछाडि फर्कियो। त्यो युवती सेतो लुगा, अप्सरा जस्तो अनुहार थियो। तिमी को हौ? नवीनले निडर भएर भन्यो। मेरो नाम माया हो, युवतीले भनिन्। नवीनले नियाले हेर्यो। कुनै हिस्साबाट पनि उनी भूत जस्तो देखिँदैन थिइन। नवीनल र माया सधैँ साँझमा सँगै बसेर धेरै कुरा गर्ने गर्थे। माया सुन्दर थिइन्, उसका कथा सुन्दै रमाउँथिन्। नवीनले मायासँग प्रेम गर्न थाल्यो। उनीसँग जीवन बिताउने सपना देख्न थाल्यो। एक दिन नवीनले सोध्यो, तिमी साँच्चीकै को हौ? मायाको अनुहार उदास भयो। म मरिसकेको छु नवीन, मेरो आत्मा यो हवेलीमा बाँधिएको छ। तिमी आएपछि मात्र मलाई बाँच्ने अनुभव भयो, तर म तिमीलाई कहिल्यै पाउन सक्दिन। नवीनको मुटु छिया भयो। ऊ मायासँग जीवन बिताउन चाहन्थ्यो। तिम्रो लागि म के गर्नु सक्छु माया? नवीनले आग्रह गर्यो। मायाले मुस्कुराइन्। म यो बन्धकबाट मुक्त हुन चाहन्छु। मुक्ति प्रेमको बलबाट मात्र सम्भव छ। तर तिमीले मलाई साँचो माया गर्छौ भने? रातभरि नवीन सोचमा पर्यो। नवीन लेखक थियो। उसले आत्माको मुक्ति भन्ने किताबको बारेमा सुनेको थियो। नवीनले पुरानो पुस्तकहरू खोज्न थाल्यो, जसले आत्मा मुक्ति गर्ने उपाय बारे सिकाउँथ्यो। मायाको आत्मालाई मुक्त गर्न नवीनले उसको मृत्युको सत्य पत्ता लगाउनु पर्थ्यो। उसले गाउँलेहरूसँग खोजी गरियो। थाहा लाग्यो मायाको प्रेमी धोकेबाज थियो। उसलाई मारेर जलाइएको थियो। त्यो रात नवीनले हवेलीको पुरानो भुइँ तलामा एउटा ढुङ्गाले छोपिएको ठाउँ देख्यो। त्यहाँ एउटा कंकाल थियो। जब उसले त्यो हड्डी छोड्यो, माया अगाडि आइन्। नाभीले मायालाई लिएर पूर्णिमाको जुन सामु लाएर किताब पढ्न थाल्यो। चाँदको प्रकाश चम्किएपछि मायाको आत्मा झिलमिल गर्न थाल्यो। चाँदको प्रकाशले मायालाई घेरियो। उनको शरीर हावामा उड्न थाल्छ। तिमी मेरो प्रेम हो, आँसु झर्दै भनिन्। अब म स्वतन्त्र छु नवीन, तर म तिमीलाई बिर्सन सक्दिन। माया आफ्नो प्रकाशमा विलीन हुँदै, मेरो प्रेम सधैँ रहिरहन्छ भनिन्। नवीनले आँसु थाम्न सकेन। मायाको बिदाईपछि नवीनले उसलाई सम्झेर चाँदलाई हेर्छ। तिमी सधैँ मेरो मनमा रहन्छौ, माया भन्दै रुन थाल्छ।